म चाहिँ रुमबाट घरतर्फ लागेको। अब चाहिँ पर्सि बिहा छ नि त, त्यही भएर चाहिँ आज गएर चाहिँ सघाउनु पर्ने छ हो। म तपाईँहरूलाई अस्तिकै त्यो भ्लगदेखि फेरि म भिडियो बनाउने छु। बिहामा के कस्तो हुन्छ म तपाईँहरूलाई सबै देखाउने छु। मेरो भिडियो हेर्दै गर्नुहोस् होला। अहिले म घर गएर भेट्ने छु। साथीहरू मेरो चाहिँ जानु साथ मेरो चाहिँ काम खोलिएको छ हो बिहामा हो, हेर्नु सक्नुहुनेछ। जाँड भातीको हेर्दै गर्नुहोस् होला। यहाँ चाहिँ डाइनिङ धमाधम बनाउनु हुँदैछ हो, यहाँनिर हेर्नु सक्नुहुनेछ तपाईँहरूले। अब यो कस्तो हुन्छ म बादमा देखाउने छु फेरि तपाईँहरूलाई। यहाँ चाहिँ हाम्रो बाङा एकदम बिहाको लागि चाहिँ सुन्खिम। यहाँ चाहिँ जन्ती बस्ने जग्गा रहेछ है। गुड माइती चाहिँ यतिको हुनुपर्छ है, यो धुवाई हुनुपर्छ। यो मामा त धुवाई चाहिँ कडा चाहिँ कडा हाम्रो माइतीहरूको। म चाहिँ काम गर्दा गर्दा तिर्खा लागेर हो, पुच्का खानु मन लागेर चाहिँ यहाँ हाम्रो नानाको दोकानमा आएर खाइरहेको छु। यो नानाको दोकानमा चाहिँ अत्र पुच्का पाउँछ, मुखभन्दा ठुलो ठुलो। यहाँ चाहिँ पुरै फुल बनाउँदैछ। यहाँ उहाँले पनि फुल बनाउनु हुँदैछ। लु बनाएर देखाउनुहोस् त मलाई कस्तो हुँदो रहेछ फुल भन्ने कुरा चाहिँ। यो तिम्रो भएन नि त, आमा लास्ट मलाई ब्लेम गरिदिएको रहेछ। यहाँ चाहिँ पुरै डेकोरेसनको लागि धमाधम काम। तपाईँले बनाउनु भएको थियो? ए धन्दा जोत्दै जोत्दैन रहेछ। दामी सघाउनु आइरहेछ हाम्रो नाम्ची। उहाँ चाहिँ हाम्रो मेम पनि हुनुहुन्छ हाम्रो तल अफिसमा, भिडियो अफिसमा। र उहाँको अन्डरमा चाहिँ अहिले हाम्रो बिहाहरूको यो कार्यहरू हुँदैछ। र उहाँलाई हामी तर फुल चाहिँ उल्टा बुन्नु भन्न, फुल चाहिँ उल्टा बुन्नु हुँदैछ र हेलो, म चाहिँ घर पनि आइसकेको छु। अन्त आँखा चाहिँ यत्रो यत्रो भइसकेको छ। तपाईँको अहिले टाइम भएको छ 10हरू बजिसकेको छ। भोलि फेरि बिहानै उठ्नु छ, पर्सिको लागि प्रिपरेसन गर्नु पर्यो, माथि भाँडाकुँडा मिलाउनु पर्यो। आजको यो फर्स्ट पार्ट 1 चाहिँ आज यतिमै राख्दैछु। फेरि म भोलि पार्ट 2 ल्याउने छु। हेर्दै गर्नुहोस् होला मेरो भिडियो। आजको लागि चाहिँ यति नै। बाई।